हेलो साथीहरू, हजुरहरू सबैलाई मोस्ट वेलकम है मेरो भिडियोमा। अनि साथीहरू, आज चाहिँ म चाहिँ नेपालगञ्ज बाँके वाटर पार्कमा छु साथीहरू। हामी चाहिँ एकदमै रमाइलो गरिरहेछौँ अनि मेरो खुसीको त सीमा नै गर्न सकिनँ साथीहरू। अनि हजुरहरूलाई चाहिँ हाम्रो भिडियो कस्तो लाग्छ मेरो साथी मलाई है साथीहरू। अनि मेरो बाबु साहब अनि मेरो दिजु अनि मेरो छोरी चाहिँ रोइरहेछ। रुनुभन्दा नि नै मम्मा भनिरहेछ मेरो छोरीले चाहिँ। एकदमै रमाइलो हुन्छ है साथीहरू। वाउ, देख्न है कस्तो मजा। वाउ, ओ माई गॉड, देख्नु साथीहरू कति ढल्काइदिन्छ नि। कति डराउनु भएको छ है साथीहरू हामीलाई त। मलाई चाहिँ कति नै डर लाग्छ नि। वाउ, खुसीको सीमा नै छैन। फेरि आजकल यस्तो हुन्छ नि त, गर्मीको टाइम हुन्छ होइन, एकदमै मजा आउने क्या गर्मीको टाइममा चाहिँ। पानी यस्तो मुखमा फालिरहेको छ, यस्तो पानीमै फालिदिन्छ जस्तो हुन्छ भाइ। ल वाउ, नाइस। वाउ, भयङ्कर मजा आयो नि। मेरो चाहिँ फेरि एउटा हातमा चाहिँ मोबाइल थियो अनि एउटा हातमा चाहिँ नानी थियो। अनि ढल्काइदियो उसले चाहिँ पुरा मुखमा पानी परेर नानी गिर्छ कि भनेर एक हातमा चाहिँ मैले यस्तो टाइट गरेर चेपेको थिएँ नानीलाई। अहिले त नानीले पनि मजा मान्यो। मुखमा पुरा आँखमा पानी परिरहेको थियो क्या, त्यो बच्चामा। वाउ, वाउ, यस्तो मजा आयो नि। गर्मीमा त मजा आउने क्या, मजा नै बेग्लै आउने क्या। वाउ, मेरो खुसीको त सीमा नै नागिसक्यो। ल त यस्तो ढल्काइदिन्छ, बाबरे। लु साथीहरू, यस्तो गर्दा कसलाई डर लाग्छ कमेन्ट गर्नु है। पक्कै पनि हजुरहरूलाई चाहिँ एकदमै मनपर्छ भन्ने आशा राखेको छु साथीहरू मेरो भिडियो चाहिँ। ओ माई गॉड, मैले चाहिँ एउटा हातमा नानी भएर नि, एउटा हातमा मोबाइल भएर नि
मैले चाहिँ स्ट्यान्ड थिएन मेरो हातमा चाहिँ, तर मैले मोबाइल हातमै पकडेको थिएँ। पानी यति मोबाइलमा गिर्यो नि के कुरा गरौँ। मस्त भयो नि त। लो ओ माई गॉड, वाओ। अब चाहिँ लास्ट एन्ट्रीमा साथीहरू, तर स्विमिङ खेले जस्तै महसुस भयो है। पुरा भिज्यो नि हामी त, पुरै कपडा भिजेर अब चाहिँ स्विमिङकै भयो, स्विमिङ खेले जस्तै भयो क्या। ओके साथीहरू, यति नै हो। हेर्दै गर्नु होला, एकदमै राम्रो भयो र रमाइलो भयो।